यहाँहरूले गरिराख्नु भएको छ। अब यो धेरै लामो तर उहाँहरूको जुन यङ इनर्जेटिक युवाहरू मिलेर यो मिसन भन्ने संस्था दर्ता भएको जस्तो लाग्छ मलाई। र यहाँले जुन कदम चालेर जुन हेल्थ चेकअपको पनि कार्यक्रम छ, हेल्थ चेकअपमा यहाँहरूले अहिले चेकअप मात्रै होइन कि चेकअप आज मात्र होइन भोलिको दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। पछिका दिनमा को लागि गर्ने कार्यक्रम मध्ये हाम्रो घरलाई पनि सहयोग गर्दै आइरहेको छ। कार्यक्रमहरूमा यदि हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ हामीलाई यहाँ सहयोग पुर्याउने हुने आइएसएस ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यो गर्नुभन्दा पूर्व म स्वास्थ्य जाँच गर्न आउनुभएको क्लबबाट केही सहयोगको लागि भनेर साथीले बोलाउनु भएको भएर आएको छु। क्लबको प्रगति हुँदै जाओस्, धेरै भएको छैन स्थापना भएको, त्यही पनि धेरै प्रगतिहरू गरिसक्नु भएको छ, धेरै कार्यक्रमहरू सञ्चालन गरिसक्नु भएको छ र सफल हुँदै आउनु भएको छ र भविष्यमा पनि सफल हुँदै आउनुहुन्छ भन्ने ठुलो आशा राख्दै आज म एउटा स्वास्थ्य कर्मी पनि हुँ। तिमीहरू घरमा चाहिँ छैनौ, बाहिर हिँडिरहेछौ होइन, अब बाटोमा होइन के गर्नुपर्छ। अब जता पायो त्यता थोरै खाने, बरु मिठो खाने, सफा खाने गर्नुपर्छ। सफा खायो भने के हुन्छ, साबुनले नुहाउने, हप्तामा एकचोटि भए पनि सानो समस्या भयो कि मलाई कुनै पनि कसरी नराम्रो समस्याहरू पीडाहरू दियो भने नजिकको तिमीलाई पनि भयो ल, तिमीलाई पनि ल है ल, अब बल्ल खाने कुरो बुझ्यो, यसरी खाने है ल, तिमीलाई पनि खाने पक्क फेरि आउँछ। हस्, धन्यवाद। बाबु तिमीहरू गएको त्यो पनि भन, मलाई यस्तो हुन्छ यहाँ दुख्छ। बुझ्यो है बाबु, राम्रोसँग बस्छ, अलिक पछाडि पछाडि बाटो छोड्न, बाटो छोड, बाटो छोड, अलिकति बस। खाना वितरणमा त पुरै के होइन, अलिक पछाडि गएर बस्छ कि यता अगाडि बढ्ने सबैको नाम सन्तोष रहेछ नि शिक्षक श्री अर्जुनजीलाई पनि आफ्नो दुईटा शब्द राखिदिनु अनुरोध गर्दछु। गीत गाउने भयो हात ठाउँ है त। कुन गीत आउँछ, कुन गीत आउँछ? ऱ्याप गीत आउँछ? कुन चाहिँ ऱ्याप गीत आउँछ? जुन भयो त्यही आउँछ भने ऱ्याप नगाउँ। कुन गीत आउँछ? होइन ऱ्याप नगाउँ, कुन आउँछ? कुन आउँछ? सबैको स्वास्थ्य परीक्षण हुँदैछ, सबैको तातो आइरहेछ है। किन त्यसो पैसा कमाउँछ? पैसाले के गर्छ? जबसम्म आफ्नो सदस्यहरूलाई केही पर्दैन तबसम्म हामी सबै आँखा चिन्लेर नदेखेको घरमा नै समस्या छैन भन्छौँ, या त कुनै दिन यस्तो कार्यक्रम जुन यो कार्यक्रम त भोलि सिद्धिएर जान्छ होइन। समस्याको जरो कहाँ छ? समस्याको जरो त हरेक दिन हामी यही बाटो हिँड्दाखेरि हामीले सबै देख्छौँ नि, आर पार बच्चाहरू जसरी अभिभावकविहीन भएर बसिरहेका छन्। हामीलाई यस्तो भइदियो हुन्थ्यो, हामी हामीलाई यस्तो गरेदेखि हामी यस्तो सडकमा हिँड्दै थिएनौँ, हामीलाई यस्तो व्यवस्था मिलाइदिन पर्यो भनेर को साथीहरूले प्लास्टिक टिपेर खाँदै भयो भनेर भन्न सकेनौ तिमीले? सके कि सकेन? अगाडि
पढाइदो भन्दाखेरि आमाले पैसा छैन भन्छ तिम्रो आमाले पैसा छैन भने नपढेको आमाले गरेर हामी व्यवस्था मिलाइदिन्छौँ गाउँको छोरालाई पढाइदिनु भने तिमी पढ्छौ पढ्ने नपढ्ने तिम्रो कुरा हो हामीले मिलाइदियो भने तिमी पढ्छौ कि पढ्दैनौ पढ्छौ त्यो नाम के प्रकाश परिवार ल हामी आज प्रकाश परिवारको घर गएर उसको आमालाई गएर उसलाई पढ्न मन रहेछ पढाइदिनु भन्छौँ हुन्छ आमा घर आमा भात हुन्छ तिमी कहाँ बस्छौ राति होइन अहिले तिमी किन किन आएको आज पढाइ छैन छैन 10-12 दिन के को बिदा 10-12 दिन के को विश्वमा बिदा हो तिमी कुन स्कुलमा पढ्ने हो तुलसीमा त्यो त माइको सरलाई बोलाएर सोधौँ 10 बजेदेखि बिदा 10-15 दिन बिदा छ कि छैन कति क्लासमा पढ्ने हो तिमी 5मा विजय ठाकुर तिम्रो स्कुलमा तिमी पढ्ने स्कुलको नाम के हो बस्ने न सबै अरू पनि कोही हुनुहुन्छ भने बोलाउनु है भयो भनेर यो वर्ष गत जिल्ला परिषदबाट निर्णय गरेका छौँ। त्यसकारणले यदि